परदेशबाट आएको दाइ हजुर अनि कति वर्षपछि फर्कनु भयो त त्यसै 6-7 वर्षपछि आइयो गाउँघरको माया लागेन यति धेरै वर्षसम्म विदेश बस्दा अब माया लागेर के गर्नु भाइ गाउँको परिस्थिति त्यस्तै सङ्कटकालको बेला अब जान केटाकेटी पाल्नै पर्यो त्यही माथि ज्यान जाने डर त्यसो भए सङ्कटकालको डरले आउनु भएन है त्यसै भनौँ दाइ विदेशमा त महँगो महँगो रक्सी पाइन्छ अरे लिएर आउनु भएको छ भने चाखौँ न अब रक्सी सक्सी केही पनि ल्याएको छैन भाइ बरु यता कतै पाइन्छ भने लिएर आउन बरु यो पैसा लैजाऊ है ल हुन्छ दाइ तल नेर रक्सी पाइन्छ ल हुन्छ म लिएर आउँछु कतै नजानु होला बसेर बस्नु होला है दाइ रक्सी केही सिजन पनि लिएर आयो भाइ ल कतै नजानु होला दाइ ल हुन्छ मलाई हतार छ अलि छिटो गर है विदेशबाट आउनु भएको हो दाइ अनि खुरुखुरु घर जान छोडेर यहाँ के गरेर बस्नु भएको छ त त्यस्तो एकजना सङ्घलाई पर्खेर बसेको छु क्या त्यो रक्सी लिन जानुमा छ नास्ता खाने भने अब त्यही भएर कतै त्यो सुल्पा खाँदै गरेको मान्छे त होइन हो त्योसँग त सुल्पा पनि थियो आप्पे तपाईँलाई यहाँको बारेमा केही पनि थाहा छैन जो मान्छेसँग तपाईँ भेट्नुभयो नि त्यो मान्छे त 3 वर्ष अगाडि यहाँ आएर रक्सी खाएर मरेको त्यो मरेको मान्छे हो त्यो मान्छे त छल हो छल त्यो मान्छे त सबैलाई रक्सी खाम भन्छ अनि रातिसम्म पर्खाएर डराउन दिन्छ अब घाम पनि डुब्न लाग्यो तपाईँ छिटो घर गइहाल्नुस् त्यो मान्छे त छल हो छल त्यसले त पिछा छोड्दैन रात पनि पर्न लाग्यो तपाईँ घर गइहाल्नुस् छिटो हुन्छ हुन्छ छिटो जानुहोस् छिटो ए दाइ घाम डुब्न लाग्यो छिटो जानुहोस् छिटो छल हो छल
दाइ पर्खिनु न भने त्यो मान्छे त छल हो छल छल हो छल ए दाइ पर्खिनु न भने पर्खिनु ए दाइ पर्खिनुस् न भने रक्सी जाने दाइ कहाँ एक्लै मलाई छोडेर आएको दाइ यो रक्सी म एक्लै कहाँ खान सक्छु र सँगै खामला नि तल चौपारीमा एकजना केटीले केटी कतै त्यो बरियो हँसे उचालेको केटी त होइन तिमीलाई कसरी थाहा भयो अनि त्यो केटी कहाँदेखि आयो कहाँ गयो त्यो पनि थाहा पाउनु भएन होला कहाँबाट आयो कहाँबाट गयो त्यो पनि थाहा भएन ए दाइ त्यो केटी होइन त्यो त चुरेनी हो 3 वर्ष अगाडि त्यो त्यही चौपारोमा झुन्डेर मरेको बेला बेला मान्छेलाई यसरी नै तर्साउन दिन्छ त्यही भएर दाइ मैले त गोजीमा चुरा राखेर हिँड्छु अनि बेला बेला त्यो बाटो हिँड्दाखेरि सुल्पा खाएर हिँड्छु म आगोको वरिपरि चुरेनीहरू आउन सक्दैन रे दाइ दाइ त्यो केटीसेटी छोडिदिनुहोस् हेर्नुहोस् मैले रक्सी लिएर आएको छु रक्सी खाने ज्यानस्यान तताउने दरसर भाग्छ अनि म आफ्नो बाटो तपाईँ आफ्नो बाटो हुन्छ लौ दाइ रक्सी खाने आफ्नो दर भगाउने अनि जाने मेरो काम छ म गएँ ल दाइ भेट्दै गरौँ ल ओहो दाई नमस्कार नमस्कार तिमी मोहिते भाइ होइन र हो के छ हालखबर ठिकै छ दाई बरु तपाईँको पो अत्तो पत्तो छैन अचानक आउनुभयो त के गर्ने भाइ कम्पनी टुटेर गाउँघरमा खबर गर्न पाइएन आइयो दाई धेरै मोटाउनु भएछ त के गर्ने भाइ पैसा कमाउन सकिन यही त अनि अहिले कहाँबाट हो नि म तल घोप्टे बजारबाट आएको दाई घोप्टे बजार त्यो घोप्टे बजारबाट त म पनि त आइरहेको छु ए तपाईँ त्यो चौपारोको बाटो आउनुभयो होला त्यो चौपारको बाटोबाट आएको तपाईँलाई थाहा छैन त्यो बाटो त कोही हिँड्दैन नि त कोही हिँड्दैनन् रे अघि भर्खर त एकजनासँग रक्सी खाएर आइया हो त रक्सी रक्सीको जर्किन त यहीँ मसँग छ अरे जर्किन कता गएछ जाउँदै यहाँ बस्नु ठिक छैन साँझ पर लगाइसक्यो तल गोनम गाउँको 2 जना लोग्ने स्वास्नी रहेछन् सधैँ झगडा गरिराख्ने एक दिन त बेसी नराम्रो तालसँग झगडा गरेछन् त्यसपछि स्वास्नीले सहन नसकेर त्यो चौपारोमा गएर झुन्डेर आत्महत्या गरे झुन्डेर त्यसको केही दिनपछि लोग्ने पनि त्यो ठाउँमा रक्सी खाएर मरेको फेला पर्यो त्यो दिनदेखि लोग्ने स्वास्नी मिलेर जो नयाँ मान्छे आउँछ त्यसलाई त्यो ठाउँमा ड्राउन दिन्छ अरे तपाईँको त भाग्य बोल्यो रहेछ दाइ धन्न तपाईँले छलेनछन् तिनीहरूले आजकल त त्यो बाटो कोही पनि हिँड्दैन दाइ त्यही भएर ए भाइ हजुर म अलि थाकेको छु म छिटो हिँड्छु है ल हुन्छ दाइ अनि दाइ विदेश त टन्नै बसेछौ त पैसा पनि दह्रो कमायो होला 5-7 वर्ष बस्यो नि भाइ के जमाउनु अनि 7 वर्ष नकमामा मोहिते खान्छ तिमी मोहिते भाइ होइन र हो के छ हालखबर हिँड्नुहोस् दाइ छिटो जाऊ अवेर भइसक्यो जो मान्छेसँग तपाईँ भेट्नुभयो नि त्यो मान्छे त 3 वर्ष अगाडि यहाँ आएर रक्सी खाएर मरेको
त्यो मान्छे त छल हो छल छल हो छल। दाइ त्यो केटी होइन, त्यो त चुरेनी हो। त्यो त्यही चौपारोमा झुन्डेर मरेको बेला बेला मान्छेलाई यसरी नै तर्साउन दिन्छ। मैले खान्छ तपाईँलाई थाहा छैन त्यो बाटो त खोइ हिँड्दैन नि त। त्यो दिनदेखि बोक्ने स्वास्नी मिलेर जो नयाँ मान्छे आउँछ त्यसलाई त्यो ठाउँमा ड्राउन दिन्छ अरे। हामी हिँड्दै गर्छौँ क्यारे, आउनु है। छिटो आउनु नि, हामी माथि पर्खिन्छौँ। हिँड्दै गर्नुहोस्, म दाइलाई लिएर आउँछु। गाउँहरूको माया लागेन दाइ। माया लागेर के गर्नु भाइ, अब देशको स्थिति त्यस्तै छ। त्यही माथि जान केटाकेटी पाल्ने पऱ्यो, त्यही माथि ज्यान जाने